यो टन्टलापुर गाममा तिमी शीतल छाया। हेलो गाइजहरू, के छ खबर? सन्चै होइसिन्छ होला, हामी पनि सन्चै छौँ। के छ ब्युटिफुल पिपलहरू, कहाँदेखि हो तपाईँहरू? हामी चाहिँ यसो आज पिलिचो बेस क्याम्पतिर हल्का चल्दिएको अवस्था, रमाइलो छ, गाह्रो छ, पहिरो आउँछ भन्दा यिनीहरू यस्तो हिँडेबाट यस्तो छ। एउटा स्टिक दिएँ मैले, अब त्यो झन् पुलमा कसरी हिँड्ने यार, म यहाँ डर लाग्यो यार। यो टन्टलापुर गाममा तिमी शीतल छाया। ओए यहाँ यसरी रोक्यो भने त आम्मा सातो पुतो उड्दो रहेछ यार, बिचमा उड्यो भने त। पुगेर आइसक्नु भयो ल, राम्रोसँग जानु। ओए कस्तो हल्लेको वयो वयो, आम्मा कसम के बित्यो हल्ले वयो। ओ नहल्लिन मोटे, बिस्तारै हिँड्न। मेरो साउन्ड चाहिँ अफ गरिदिउँला है, गीत चाहिँ खासै राम्रो छैन, घाँटी छ, बेसुरे हो, त्यही माथि बेसुरे भएको भएर गीत राम्रो छैन। अनि हाम्रो साथीहरू अगाडि, हाम्रो टोलीहरू यही हो, हाम्रो मेट्सहरू यही 5 जना हो होइन। गाइजहरू रमाइलो छ जिन्दगी, घुमौँ डुलौँ मोज गरौँ, टेन्सन नगरौँ, लाइफमा जे हुन्छ बक्चोदी रुक्नी नै चाहिए मादर छ त। चलो क्यामेरा अफ भयो। हुन्छ दिदी यता हेर्नु मोटे। ए कहाँ अघि त हिँड्ने बेलामा पछाडि त ए हल्लिरह्यो म्याट्रिक एकछिन त सातो गइरह्यो मेरो त। कहाँबाट बग्यो होला यत्रो पानी? ओ त्यहाँ माथिबाट। ओ दुइटै दिएन, यसरी गाह्रो भयो कि दुइटा सपोर्टले हिँड्छ, यसलाई भएन। यसले अब टाउको चिसो भएर मैले भनेको त अनि तँलाई ल हल्का खुट्टा हल्का दुख्यो क्या दिदीको, त्यही भएर यस्तो